जापान बेलायत जस्ता देशमा राज संस्था पनि छ, विकास र समृद्धि पनि छ। अमेरिका चीन जस्ता देशमा गणतन्त्र छ, विकास र समृद्धि पनि छ। मुख्य कुरो व्यवस्था होइन, व्यवस्थापक हो, व्यवस्थापन हो। जय नेपाल। कस्तो रात छुवापाको जस्तो कुरा गरिबक्सिन्छ सरकार। देश चलाउन होस् अथवा पार्टी चलाउन एउटा सिद्धान्त त चाहिन्छ नि। जुन दिन एमाले हलोमा भोट हाल्यो, माओवादीले रुखमा हाल्यो, काङ्ग्रेसले हँसिया हथौडामा भोट हाल्यो, सिद्धान्तको त स्खलन त्यहीँबाट भइहाल्यो नि। अब नयाँ नयाँ शक्तिहरू आउँदैछन्, तिनले गर्ला नि त सरकार। खोइ नाप्लान जस्तो लागेको छैन, स्टन्ट मात्रै गरेको देखिन्छ। स्टन्ट गर्न त निखिल उप्रेती छँदै थिएन। प्यारा देशवासीहरू, यो देशलाई स्टन्ट गर्ने मान्छे होइन, युटर्न गर्ने मान्छे चाहिएको हो भन्ने कुरो बुझ्नुपर्छ। सरकार के को हल्ला हो यो पब्लिकले हामीलाई चिने जस्तो छ। त्यसैले पब्लिक यहाँ आयो, भेला भयो भने कन्फ्रन्टेसन हुन्छ, भागौँ सरकार। यो बाङ्लादेश होइन, आत्तिहाल्नु पर्दैन। फेरि नेताले भागेर होइन, समस्यासँग जुधेर समाधान गर्नुपर्छ। कति जुझ्ने सरकार, कति जुझ्ने। सुन्नुहोस्, म पनि आधा शताब्दीभन्दा बढी समयदेखि यो शान्ति र यो स्वतन्त्रताको लागि लडेको लडाइँ गरेको हुँ। अहिले प्राप्त भएको यो उच्चतम राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने काम पनि अहिलेको पुस्ताकै हो। कहिलेकाहीँ डेमोक्रेसीमा अशुद्धिहरू पनि निस्कन्छन्। डेमोक्रेसीलाई शुद्धिकरण गर्ने काम डेमोक्रेसीले नै गर्ने हो। आजको यो विकृति क्यान्सर जस्तो नफैलियोस्, चाँडै निकोस्, यति भन्दै म चाहिँ लागे सरकार। जय नेपाल। हामीले जनताका हरेक परिवर्तनलाई स्वीकार गर्दै आयौँ, गरिरहेका छौँ। अहिलेको युवाको असन्तुष्टिलाई नेतृत्वले चाँडै सम्बोधन गरेन भने विद्रोह जन्मिन्छ र त्यो विद्रोहको विवेक हुँदैन, त्यसले जे पनि गर्न सक्छ। जे गर्नुभन्दा अघि नै के गर्नुपर्ने हो सोच्नु होला। श्री पशुपतिनाथले नेपाल र नेपालीको कल्याण गरून्। जय नेपाल। अशुतोमा सद्गमय तमसोमा ज्योतिर्गमय मृत्युर्मा अमृतं गमय। अशुतोमा सद्गमय तमसोमा ज्योतिर्गमय मृत्युर्मा अमृतं गमय।